नमस्कार सबैजनालाई। बिगिनर लेभलदेखिको कोरियन भाषा क्लासमा तपाईहरुलाई स्वागत छ। लास्ट क्लासमा हामीले कोरियन भाषामा रहेका 10 वटा सिंगल भवेल्स, त्यसपछि 14 वटा सिंगल कन्सोनेन्ट र 5 वटा डबल कन्सोनेन्ट गरेर 19 वटा कन्सोनेन्ट पनि पढिसकेका छौं। आज हामी यो 10 वटा सिंगल भवेल्सबाट बनेका 11 वटा डबल भवेल्सहरु हामी पढ्ने छौं। त्यो चाहिँ यो सिंगल भवेल्स भन्दा अलिकति गाह्रो छ, तर धेरैभन्दा धेरै प्र्याक्टिस गर्नुभयो भने त्यो पनि सजिलै आउँछ। तपाईहरुले लास्ट क्लासबाट यो 10 वटा भवेल्स र 19 वटा कन्सोनेन्ट मजाले लेख्न जान्ने हुनुभयो भन्ने आशा गर्छु। हामीले लास्ट क्लासमा त्यो 10 वटा बेसिक भवेल्सहरु पढिसकेका छौं र तपाईहरुलाई मजाले लेख्न आउँछ अब। र त्यो 10 वटा बेसिक भवेल्सबाट बनेका अरु बाँकी 11 वटा मिक्स भवेल्सहरु आज हामी पढ्ने छौं। यो मिक्स भवेल्स चाहिँ त्यो बेसिक भवेल्स भन्दा अलिकति गाह्रो छ, तर तपाईले बेसिक भवेल्स मजाले बुझिसक्नु भएको छ, अब लेख्न जान्नुहुन्छ भने यो पनि त्यति गाह्रो हुने छैन। अलिकति प्र्याक्टिस चाहिँ तपाईलाई चाहिन्छ। मिक्स भवेल्स चाहिँ त्यही 10 वटा बेसिक भवेल्सहरुलाई नै जोडेर मिक्स गरेर बनाएको हुन्छ। सो सुरु गरौँ। सुरुमा यो 4 वटा भवेल्सहरु हेरौं। अब यदि हामीले आमा ई जोड्यौं भने त्यो के हुन्छ त? ए हुन्छ। तपाईले आमा ई जोड्नुभयो भने त्यो ए हुन्छ। त्यसै गरेर यामा ई जोड्नुभयो भने ये हुने भयो। हेर्नु त, तपाईले यामा एउटा ई जोड्नुभयो भने के हुन्छ त? त्यो ये हुन्छ। त्यस्तै गरेर तपाईले अमा ई जोड्नुभयो भने फेरि ए हुन्छ। यसरी यहाँनिर अमा हामीले ई थप्यौं भने के हुने भयो त? त्यो ए हुने भयो। त्यसै गरेर अन्तिममा यमा हामीले ई जोड्यौं भने त्यो के हुन्छ? ये हुन्छ। यहाँनिर हामीले यमा ई जोड्यौं भने त्यो के हुने भयो त? ये भयो। यानी कि यो आमा ई जोड्यो भने ए हुने भयो, यामा ई जोड्यो भने ये हुने भयो, अमा ई जोड्यो भने ए हुने भयो र यमा ई जोड्यो भने ये हुने भयो। यसरी हामीले आ या अ यमा हामीले सबैमा ई जोड्यौं भने त्यो के हुने भयो त? ए हुने भयो। तपाईहरु एकचोटी भिडियो पज गरेर यसलाई मजाले प्र्याक्टिस गर्नु होला। अब अर्को हेरौं। हामीले सुरुमा 3 वटा ओ लेख्नु पर्छ र यो पहिलो ओ मा हामीले ई थप्दियौं भने ओ र ई मिलेर त्यो वे हुन्छ। त्यस्तै गरेर यो अर्को ओ मा जुन हामीले भर्खरै पढेका थियौं, यस्तो आ र ई मिलेर जुन ए बनेको थियो, हामीले यो ओ र अनि भर्खरै पढेको त्यो ए लाई हामीले जोड्दियौं भने ओ र ए मिलेर पनि के बन्छ त? वे नै बन्छ। त्यस्तै गरेर लास्टमा यो ओ मा हामीले आ जोड्दियौं भने ओ र आ मिलेर के हुन्छ त? वा हुन्छ। यसरी हाम्रो 3 वटा ओ मा एउटा ई थप्दियो भने वे हुने भयो, यो अर्को ओ मा ए थप्दियो भने पनि वे नै हुने भयो र अर्को ओ मा आ थप्दियौं भने वा हुने भयो। यसो गरेर अगाडिको 4 वटा अनि यो 3 टा गरेर 7 वटा भवेल्स भयो। अब हाम्रो 4 वटा बाँकी रहेका भवेल्सहरु पनि पढौं र अब अन्तिममा बाँकी रहेका 4 वटा भवेल्सहरुलाई पनि हामीले हेरौं। हामीले सर्वप्रथम के गर्नुपर्छ भन्दा 3 वटा उ लेख्ने, एउटा दुईटा 3 वटा उ लेख्ने अनि एउटा माइनस वाला उ लेख्ने र हामीले फर्स्टको उ मा ई थप्दियौं भने उ र ई मिलेर वी बन्छ। त्यस्तै गरेर यो सेकेन्डको उ मा हामीले अघि भर्खर पढेको यो अ र ई मिलेर जुन ए बनेको थियो, त्यसलाई हामीले जोड्दियौं भने यो उ र ए मिलेर के बन्छ? यो वे बन्छ। र अर्को उ मा हामीले अ थप्दियौं भने उ र अ मिलेर के बन्छ त? व बन्छ। र लास्टमा जुन यो माइनस वाला जस्तो उ छ, माइनस वाला उ मा हामीले ई थप्दियौं भने त्यो के हुन्छ त? उ र ई मिलेर वी हुन्छ। यसरी यो उ र ई मिलेर वी भयो, उ र ए मिलेर वे भयो। यो हामीले अघि भर्खरै अ र ई मिलेर ए बन्छ भनेको थियौं नि त। भने पछाडि यो उ र ए मिलेर वे बन्छ
उ र अ मिलेर व बन्छ र लास्टमा यो माइनस वाला उ र इ मिलेर उइ बन्ने भयो। यसरी हाम्रो 4 वटा भवेल्स गरेर जम्मी 11 वटा भवेल्स हामीले पढ्यौं। हामी लास्टमा सबै सरसर्ती हेरौं र तपाईहरु पनि भिडियो पज गरेर मजाले प्र्याक्टिस गर्नु होला। यो पनि सजिलैसँग आउँछ। हामीले भर्खरै पढेको जम्मी 11 वटा मिक्स भवेल्सहरु एकचोटी सरसर्ती रिभिजन गरौं। अब यहाँ सुरुमा छ हामीले यदि आ र इ जोडी भने के हुने भयो, या र इ जोड्दाखेरि ए हुने भयो, यो अ र इ जोड्दा ए र य र इ जोड्दा ए। यसरी ए गरेर 4 वटा भए। त्यसपछि हामीले यो 3टा ओ मा एउटा ओ मा हामीले इ थप्यौं भने ओ र इ मिलेर वे भयो। ओ र अनि यो हामीले भर्खरै पढेको ए, ओ र ए मिलायौं भने वे हुने भयो। यो ओ र आ मिलायौं भने वा हुने भयो। यसरी 3टा पनि भवेल्स भयो र बाँकी रहेका 4 वटा चाहिँ हामीले 3टा उ मा फर्स्ट उ मा इ थप्दाखेरि वी भएको छ। सेकेन्ड उ मा हामीले यहाँनिर पढेको ए, सेकेन्ड उ मा हामीले ए थप्यौं भने उ र ए मिलेर वे भएको छ। अनि अर्को उ मा अ थप्दा व भएको छ र लास्टमा यो माइनस वाला उ मा इ थप्दा हामीले उइ भएको छ। यसरी ए वे वा वी वे व उइ। यसरी 11 वटा मिक्स भवेल पनि हामीले पढ्यौं। यो मजाले तपाईहरुले प्र्याक्टिस गर्नु होला। यो बेसिक भवेल्सहरु भन्दा अलिकति गाह्रो छ, अलिकति एडभान्स जस्तो लाग्छ। तर धेरैचोटि प्र्याक्टिस गरिसकेपछि यो पनि तपाईहरुलाई सजिलो लाग्नेछ। र यसरी नै म तपाईहरुको लागि बिगिनर लेभलदेखिको कोरियन भाषाका क्लासहरु लिएर आउने नै छु। तपाईहरु बिगिनर लेभलदेखि कोरियन भाषा पढ्न खोजिरहनु भएको छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियो कस्तो लाग्यो कमेन्ट पनि गर्नुहोला।